आजभोलि यो गाबाको तरकारीले के साह्रो मार्केट खाओ के साथीहरु मेरो मोबाइलमा मात्र हो कि हजुरहरुको मोबाइलमा पनि आउँछ कि यो गाबा खाएको मात्र भिडियो के अनि दाइ आउनु भएको छ दाइले चाहिँ मिठाई दिएर जानुभयो उहाँको चाहिँ एउटा काम सक्सेस भयो भनेर अनि यति मिठो लाग्छ के मलाई चाहिँ यो मिठाई अनि म चाहिँ मिठाई सिठाई खाएर लागे साथीहरु गाबा काट्नतर्फ अनि अब गाबाको तरकारी बनाउँछु अनि आज चाहिँ म नयाँ ट्विस्ट गर्दै छु म चाहिँ आफ्नै तरिकाले बनाउँदै छु के अनि गाबामा दुईटा आलु मिसाएर पकायो भने झन् यति मिठो हुन्छ नि साथीहरु मैले चाहिँ सोचेको पनि थिएन के साथीहरु यति मिठो हुन्छ भनेर अनि मैले चाहिँ मसिनो पारेको गाबा आलु सब मिक्स माक्स पारेर सिटी लाउन छोड्दिए अनि एकछिनमा 2 सिटी लाएपछि मैले चाहिँ यति मजाको पाकिसकेको थियो गाबा फटक्क अनि मैले चाहिँ एकछिन त्यसलाई मसिनो पारे झन् त्यो डारुको उले अनि त्यसपछि म चाहिँ लागे अब गाबा पकाउनतर्फ झान्नतर्फ साथीहरु अनि जिरा धनिया प्याज लसुन सबै हालेर मर मसलाहरु जति आफूसँग सबै हालेर मैले चाहिँ मिक्स माक्स पारे साथीहरु गाबा हाल्दिए त्यसपछि त यस्तो मिठो भएको थियो नि साथीहरु यो गाबाको तरकारी किन यति भाइरल भएको छ भनेको त यो गाबाको तरकारी यति मिठो हुने रहेछ के त्यही भएर त भाइरल भएको रहेछ के जसको भिडियो हेर मिलियनमा भ्युज पुगेको हुन्छ के साथीहरु अनि मैले पनि आज गाबाको तरकारी बनाएको थिएँ यति मिठो भएको थियो आजको भिडियो यति नै हो के बाइ